सन्ध्याकालीन समयमा यस प्रेस मिटमा स्वागत गर्न चाहन्छु। विश्व शान्ति चिरन मिलन क्याम्पसका उपप्राध्यापक तथा आरएमसी का संयोजक श्री सत्यराज जोशी सर, भोलिदेखि दोस्रो अन्तर्राष्ट्रिय कन्फरेन्स जसरी हुन गइरहेको छ, मुख्य गरी यसको थिम चाहिँ खास गरी के हो? रिसर्च म्यानेजमेन्ट सेल अफ विश्व शान्ति चिरन मिलन क्याम्पसले गत वर्ष पनि एक दिनी अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ र त्यसलाई विभिन्न देशहरूसँग जोडेर र रिसर्च सेक्टरमा भएका विभिन्न चाहिँ डायस्पोरासँग सम्बन्धित अभ्यासहरूलाई हामीले एउटा छलफलको चाहिँ विषयवस्तु बनायौँ, त्यसलाई थीमेटिक एनालिसिस गरायौँ र विभिन्न किसिमका नेपाली डायस्पोराहरूको कन्सर्नहरूलाई चाहिँ इस्यु बनाएर चाहिँ गत वर्ष हामीले एक दिनी अन्तर्राष्ट्रिय सम्मेलन गरेका थियौँ। त्यसै गरी हामीले यस वर्ष पनि अब हामी डायस्पोरा भन्दा पनि अलिक फरक भनेको शिक्षा, अहिले हामीले च्यालेन्ज देख्यौँ, धेरै किसिमका चाहिँ चुनौतीहरू शिक्षामा छन्। आर्टिफिसियल इन्टेलिजेन्स, इमोसनल इन्टेलिजेन्स एन्ड होम एजुकेसन जस्ता एउटा जेनरल इस्युहरू जुन शिक्षा क्षेत्रमा अति नै त्यसले संवेदनशील रूपमा चाहिँ त्यसलाई लिनुपर्ने होइन, त्यसमा शिक्षामा विद्यार्थीहरूलाई चाहिँ डोर्याउनु पर्ने, युनिभर्सिटीहरूका अभ्यासहरूलाई चाहिँ अहिलेको चाहिँ शिक्षामा आएका नयाँ परिवर्तनहरूलाई चाहिँ एडप्ट गराउनु पर्ने लगायतका चुनौतीहरू देखिसकेपछि यस्ता कुरालाई हामीले एडिट गर्ने लक्ष्यले हामीले अहिले अन्तर्राष्ट्रिय सम्मेलनको चाहिँ शीर्षक नै कम्पिटिसन फर चेन्जिङ वर्ल्ड एडप्टिङ टु अ न्यू च्यालेन्ज एन्ड अपर्च्युनिटी भनेर चाहिँ हामीले राखेका छौँ। शिक्षामा जति पनि चुनौतीहरू आउन सक्छन्, बेला बेलामा हामीले चाहिँ अपडेट हुनुपर्छ। हामी त्यसमा चाहिँ त्योदेखि हामीले त्यसलाई कम्प्लेन गर्ने होइन कि त्यसलाई हामीले चाहिँ त्योसँग कसरी आफूलाई एडप्ट गर्दै लग्ने, त्यसलाई कसरी हामी आफूलाई चाहिँ अपडेट गर्दै लग्ने र कसरी अब आउने चाहिँ एउटा शिक्षा क्षेत्रमा आउने, विभिन्न सिकाइको क्षेत्रमा आउने नयाँ अवसरहरूलाई कोप गर्ने होइन भन्ने उद्देश्यले हामीले यसको डिस्कसन गर्न खोजेका छौँ। र यो कार्यक्रमलाई यो चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन हो, यो अन्तर्राष्ट्रिय सम्मेलन 2 दिने सम्मेलन हो। यसमा हामीले भर्चुअली र इन पर्सन गरी 2 मोडालिटीमा चाहिँ सञ्चालन गर्न गइरहेका छौँ, जसमा चाहिँ 10वटा देशहरूबाट चाहिँ हाम्रो चाहिँ पेपर प्रेजेन्टरहरू हुनुहुन्छ, किनोट स्पिकरहरू हुनुहुन्छ र यसै गरी पार्टिसिपेन्ट पनि भर्चुअली पनि इन पर्सन पनि जोडिनु भएको छ राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा। र हाम्रो लोकल कम्युनिटीसँग अलाइन गरेर पनि हामीले कार्यक्रमलाई एकदमै लोकल, नेसनल र ग्लोबल पर्सपेक्टिभबाट चाहिँ अगाडि बढाउने योजनामा छौँ र हामीले लगभग कार्यक्रमको चाहिँ हामी भोलि नजिकै पुगिसकेका छौँ र पक्कै नै यस्तो कार्यक्रमले हाम्रो रिसर्च सेक्टरमा काम गर्न खोजेका चाहिँ बौद्धिक मञ्चहरूलाई, बौद्धिक व्यक्तित्वहरूलाई, विद्यार्थी भाइ बहिनीहरूलाई र विभिन्न देशका युनिभर्सिटीका चाहिँ प्रोफेसर, डक्टर र एकाडेमिक्स पर्सनालिटीहरूलाई एक मञ्चमा जोडिन र विचार आदान प्रदान गर्न र अनुसन्धानका अभ्यासहरूलाई सेयर गर्ने चाहिँ एउटा राम्रो प्लेटफर्म हामीले क्रिएट गरेका छौँ भन्ने हामी लागेको छ र यस्ता कुराहरूलाई हामी निरन्तरता दिने प्रयत्नमा छौँ। र त्यसका लागि हाम्रा रिसर्च म्यानेजमेन्ट टिम लगायत हाम्रो आदरणीय क्याम्पस प्रमुखज्यू, व्यवस्थापन समितिका पदाधिकारीहरू अनवरत रूपमा यसलाई सपोर्ट गर्ने चाहिँ देखिरहनु भएको छ। पक्कै नै हामीले यस्ता चाहिँ मञ्चहरू अझ पनि सिर्जना गर्न सक्नेछौँ। विश्व शान्ति चिरन मिलन क्याम्पसले दोस्रो अन्तर्राष्ट्रिय यो सम्मेलन गर्न गइरहेको छ र यसको पूर्व तयारीका लागि हामीले निकै प्रयास गरेका छौँ। हामीले लगभग 10वटा देशका 21वटा युनिभर्सिटीबाट चाहिँ विज्ञसँग सम्बन्ध राख्दै त्यहाँ भएका बौद्धिक मञ्चहरूलाई चाहिँ हामीले यहाँ आमन्त्रण गरेका छौँ र कतिपय अनलाइनका माध्यमबाट जोडिनुहुन्छ भने कतिपय फिजिकल माध्यमबाट पनि जोडिनुहुन्छ र उहाँहरूसँगको साक्षात्कारले निश्चय नै हाम्रो शिक्षा क्षेत्रमा भएका तमाम समस्याहरूको निराकरण गर्नका लागि हामीलाई सहयोग पुग्नेछ। यसका साथै नेपालभित्रका पनि कयौँ क्याम्पसका प्रतिनिधिहरू यहाँ आउने क्रम जारी नै छ र हामीले टेक्निकल टिम लगायत सांस्कृतिक मञ्च र बौद्धिक सर्कलसँग पनि यसका लागि चाहिँ हातेमालो गरेका छौँ। हामीलाई आशा छ सबैको साथ र सहयोग मिल्नेछ र कार्यक्रमले जुन उद्देश्य लिएको छ त्यो पुरा हुनेछ। विश्व शान्ति चिरन मिलन क्याम्पस काठमाडौँ महानगरपालिकाको वार्ड नम्बर 3 मा रहेको एउटा सामुदायिक शैक्षिक संस्था हो। यस क्याम्पसले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसमा चाहिँ हामी पाठ्यक्रमको अतिरिक्त विद्यार्थीको प्रतिभा प्रस्फुटनका निम्ति अथवा विद्यार्थीहरूको आफ्नो ज्ञानका निम्ति
हामी चाहिँ पाठ्यक्रमका अतिरिक्त विभिन्न किसिमका क्रियाकलापहरू गर्दै आएका छौँ। त्यसै मध्ये यो पनि एउटा विद्यार्थीहरूका निम्ति महत्त्वपूर्ण कार्यक्रम हुनेछ। केवल विद्यार्थीहरू मात्रै होइन, यहाँ हाम्रा कलेजमा पढाउने प्राध्यापक साथीहरू, कर्मचारी साथीहरू, त्यति मात्रै होइन, छरछिमेकमा रहेका प्राध्यापकहरू, क्याम्पस चिफहरू र विभिन्न देशबाट आउनुभएका विभिन्न प्रबुद्ध व्यक्तित्वहरूको आफ्नो ज्ञान प्रस्तुत गर्ने ठाउँ पनि हो र त्यो वातावरण हामीले सिर्जना गरेका छौँ। र हामी के भन्न चाहन्छौँ भने मात्र किताबी ज्ञानले अबको जीवन चलाउन त्यति सहज छैन। विद्यार्थीहरूलाई पाठ्यक्रमका अतिरिक्त विभिन्न किसिमका अनुसन्धानमा सक्रिय गराउन सकियो भने भोलिका दिनमा विद्यार्थीहरू विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेछन्। त्यसका निम्ति पनि यो हामीले कार्यक्रम राखेको र अबको समय भनेको चाहिँ केवल किताबी ज्ञानले र सर्टिफिकेटमा भएको उपलब्धिले मात्र जीवन निर्वाह गर्न सहज छैन। अब विद्यार्थीसँग सिप हुनुपर्छ। विद्यार्थीसँग कुनै न कुनै एउटा स्किल भएन भने उसले जीवनमा सहज रूपमा जीवन चलाउनका निम्ति उसलाई गाह्रो पर्न सक्छ। त्यस कारणले पनि यो विद्यार्थी सामु पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको। हामीले गत वर्ष सम्भवतः काठमाडौँ उपत्यकामा सामुदायिक क्याम्पसहरूमध्ये पहिलोपल्ट अन्तर्राष्ट्रिय सम्मेलन गर्ने विश्व शान्ति किरण मिलन क्याम्पस पर्दछ र पोहोरको वर्ष हामीले यस्तै किसिमले एक दिने कार्यक्रम सञ्चालन गर्यौँ र अहिले त्यसले पुगेन, अझै विभिन्न किसिमका अनुसन्धान गर्न बाँकी छन्।